कस्तो होस् भएन अब कसै मरेन सजिने गएर राम्रो भएर घुमाउनु त चारैपट्टि घुमायो क्यान्सरमै लग्यो आइसियुमा राख्यो सास फेर्न गाह्रो भयो फैलिसकेछ अनि कलेजोमा पुरै ढाकिएर नि सुनिसके मिल्दैन यसलाई अपरेसन गर्नलाई यो घाउलाई डढाउनु पर्छ भन्नुभयो है डढाउनलाई त्यो एउटै मेसिनलाई 2 लाख पर्यो म आफै किनेको छु काठमाडौँबाट मगाउनु भयो अनि पैसा मैले दिएँ त्यहीबाट अनि के अरे डढाइदिनु भयो घाउ त्यतिखेर त्यो मरिसक्यो यस्तो डराएको हामीहरू म हेर्नु पुरै मरिसक्यो घाउ फु मात्रै गर्नु बाँकी अनुहार पुरै कालो डर लागेर मलाई त्यो सम्झाउन हँसाउँछ एकदमै केही नखाने त्यही अनि उल्टी गर्ने हग्ने जताततै दिस आउने जतिखेर नि अनि भातै नखाने कति 30 किलो त्यतिखेर भात थियो क्यान्सरमा त खासै राम्रो भएन सञ्जीवनी जानुपर्छ चाहिँ कति भनेको त्यो उसमा फेसबुकमा हेरेँ मैले के हेर्नुभयो त्यहाँ अब क्यान्सर बिरामी सन्चो भए सुने अनि मैले नम्बर टिपिहालेँ अनि फोन गरेँ डाक्टर छ कि छैन भनेर त्यहीँ लगेँ अनि भात चाहिँ खान सुरु गर्नु 1 वर्षै भयो राम्रो भयो खाना चाहिँ खाँदो रहेछ त्यहाँ सञ्जीवनी औषधि खाएपछि राम्रो फेरि रिपोर्ट लिएर आए डाक्टर त राम्रो छ भन्नुभयो कि नर्मल छ पोहोरमा पुगे मान्छे अब नर्मल आएपछि त धेरै राम्रो नि भात पनि खान्थेन अहिले त भात पानी जम्मै खानुहुन्छ एकछिन खाइन भने भोक लाग्यो भन्छ भुजा चुरा जे पाए नि बिस्कुट खान्थ्यो अहिले त मोटाउनु भयो 40-45 पुग्नु भयो